नमस्ते साथीहरू, स्वागत छ तपाईहरुलाई ग्रो संसारको एउटा नयाँ भिडियोमा। र आजको यो भिडियो चाहिँ एकदमै इम्पोर्टेन्ट हुनेछ किनकि यही फागुन महिनामा चाहिँ एकदमै धेरै आइपिओहरु आइरहेको छ। धेरै कम्पनीहरुले आफ्नो आइपिओ निकालिरहेको छन्। कुन कुन कम्पनीले आफ्नो आइपिओ निकालिरहेको छन् सबै कुराहरु आजको यो भिडियोमा म तपाईलाई डिटेलमा जानकारी दिनेछु। यदि तपाईहरु पनि अपकमिङ आइपिओ को बारेमा थाहा पाउन चाहनुहुन्छ, शेयर मार्केट रिलेटेड भिडियोहरु हेर्न चाहनुहुन्छ भने अवश्य पनि फलो गरेर जोडिनु होला र युट्युब च्यानलबाट हेर्नुहुन्छ भने चाहिँ अवश्य पनि सब्स्क्राइब गर्न नबिर्सिनु होला। अब सुरु गरौँ आजको यो भिडियोलाई। फागुन महिनामा चाहिँ टोटल 4 वटा कम्पनीले आफ्नो आइपिओ निष्कासन गर्दैछन्, जो कि पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आफ्नो आइपिओ निष्कासन गर्दैछ, जसको टोटल युनिट रहेको छ 45 लाख किता शेयर यसले निष्कासन गर्नेछ सर्वसाधारणको लागि, जसमा टोटल चाहिँ 4,50,000 लाई यसको आइपिओ 10 किताको दरले पर्नेछ भने यसको आइपिओ चाहिँ तपाईहरुको फागुनको 12 गते यानी कि 2026 फेब्रुअरी 24 बाट यसको ओपनिङ डेट रहेको छ भने यसको क्लोज डेट चाहिँ तपाईहरुको फागुनको 15 गते यानी कि 2026 फेब्रुअरी 27 मा यसको क्लोज डेट रहेको छ। र यसमा तपाईहरुको यसको अंकित मूल्य चाहिँ 100 रुपैयाँ रहेको छ, यानी कि इस्यु प्राइस चाहिँ 100 रुपैयाँ रहेको छ भने यसमा तपाईले मिनिमम 10 किताको दरले आइपिओ भर्नुपर्ने हुन्छ र म्याक्सिमममा तपाई 5000 किताको लागि एप्लाई गर्न सक्नुहुनेछ। तर पनि तपाईले यसमा 10 किताको दरले मात्रै भर्नु होला, किनकि आइपिओ भर्नेको संख्या एकदमै धेरै भएको कारणले चाहिँ 10 किता भन्दा धेरै पर्ने गर्दैन। त्यसैकारणले चाहिँ तपाईले 10 किताको दरले मात्रै आइपिओ भर्नु होला, किनकि अरु आइपिओ पनि आइरहेको छन्। त्यसैकारणले तपाईलाई त्यो पैसा चाहिँ अरु आइपिओ मा पनि भर्नको लागि चाहिँ सजिलो हुनेछ। त्यसरी पाल्पा सिमेन्ट इन्डस्ट्रिज कम्पनीको इस्यु म्यानेजर चाहिँ नोबेल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। र नोबेलको कुरा गर्ने हो चाहिँ नोबेलले चाहिँ एकदमै छिटो आइपिओ को रिजल्टहरु ल्याउने गर्दछ। त्यसैकारणले चाहिँ तपाईले यदि यसको आइपिओ भर्नुहुन्छ भने चाहिँ फागुनको 15 गते यसको लास्ट डेट रहेको छ भने यसको लगभग तपाईले 22 देखि 27 गते भित्र यसको आइपिओ को रिजल्ट पनि पाउनुहुनेछ। त्यसै दोस्रो नम्बरमा चाहिँ शिखर पावर डेभलपमेन्ट लिमिटेड रहेको छ, जसले चाहिँ टोटल किता चाहिँ 18,42,600 किता यसले निष्कासन गर्दैछ, जो कि टोटल चाहिँ पर्नेहरुको संख्या चाहिँ 1,82,260 जनालाई 10 किताको दरले यसको आइपिओ पर्नेछ। यसको आइपिओ चाहिँ फागुनको 17 गते नेपाली डेट भन्ने भने फागुनको 17 गते यसको आइपिओ निष्कासन हुनेछ भने यसको क्लोज डेट चाहिँ फागुनको 22 गतेसम्म यसको क्लोज डेट रहनेछ। 22 गते 5 बजे भित्र तपाईले यसमा आइपिओ भरिसक्नु पर्ने हुन्छ। त्यसरी यसको इस्यु प्राइसको कुरा गर्ने हुन्छ यसको 100 रुपैयाँ रहेको छ, यानी कि अंकित मूल्य 100 रुपैयाँ रहेको छ भने मिनिमम तपाईले यसमा पनि 10 किताको दरले आइपिओ भर्नुपर्ने हुन्छ र म्याक्सिमममा चाहिँ तपाईले यसमा पनि 5000 किता आइपिओ भर्न सक्नुहुनेछ। यसमा पनि तपाईले 10 किता भन्दा बढी नभर्नु होला, किनकि यसको संख्या पनि एकदमै कम रहेको छ। त्यसैकारणले चाहिँ तपाईले यसमा पनि 10 किताको दरले मात्रै आइपिओ भर्नु होला। त्यसरी यसको इस्यु म्यानेजरको कुरा गर्ने हुन्छ यसको इस्यु म्यानेजर चाहिँ ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ, जो कि तपाईले यसको काम पनि छिटो पाउनुहुनेछ। त्यसरी यो पछि चाहिँ तपाईहरुको एपोलो हाइड्रो पावर लिमिटेड यानी कि सेक्टर हाइड्रो पावर रहेको छ भने यसले चाहिँ टोटल चाहिँ 14,10,000 किता यसले निष्कासन गर्नेछ सर्वसाधारणको लागि। र यसमा चाहिँ टोटल पर्नेहरुको संख्या चाहिँ 1,41,000 जनालाई 10 किताको दरले आइपिओ पर्नेछ। त्यसरी यसको इस्यु प्राइस चाहिँ 100 रुपैयाँ रहेको छ र मिनिमम 10 किताको लागि एप्लाई दिनुपर्ने हुन्छ, यानी कि 1000 रुपैयाँ यसमा चाहिने हुन्छ। त्यसरी यसको इस्यु म्यानेजर चाहिँ हिमालयन क्यापिटल लिमिटेड रहेको छ र यसको डेट चाहिँ अहिलेसम्म फिक्स भएको छैन, तर अनुमानित यसको फागुनको 24 गतेदेखि लिएर 27 गतेको बीचमा यसको आइपिओ ओपन हुनेछ र तपाईहरुले चाहिँ यसको आइपिओ भर्न पाउनुहुनेछ मेरो शेयरबाट या त आफ्नो बैंकबाट, मोबाइल बैंकिङबाट। त्यसरी 4 नम्बरमा रहेको छ कालिन्चोक हाइड्रो पावर लिमिटेड। यो पनि सेक्टर चाहिँ हाइड्रो पावरको रहेको छ भने यसको टोटल किताको कुरा गर्ने हुन्छ यसको टोटल किता चाहिँ 13,75,000 किता यसले सर्वसाधारण यानी कि जनरल पब्लिकको लागि यसले निष्कासन गर्दैछ। त्यसरी यसमा चाहिँ 1,37,500 जनालाई यसमा 10 किताको दरले आइपिओ पर्नेछ। यदि तपाईहरु यसमा आइपिओ भर्दै हुनुहुन्छ भने चाहिँ 10 किताको लागि मात्रै भर्नु होला यसमा पनि। र यसको इस्यु प्राइस चाहिँ 100 रुपैयाँ रहेको छ, यानी कि अंकित मूल्य चाहिँ 100 रुपैयाँ रहेको छ भने यसमा तपाईले मिनिमम 10 किताको लागि एप्लाई गर्नुपर्ने हुन्छ र तपाई ठाउँ 1000 रुपैयाँ 1005 रुपैयाँ हुनुपर्ने हुन्छ, किनकि बैंकले पनि 5 रुपैयाँ काट्ने गर्दछ। त्यसरी यसको इस्यु म्यानेजरको कुरा गर्ने हुन्छ यसको इस्यु म्यानेजर चाहिँ आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ र यसको आइपिओ को कुरा गर्ने हुन्छ यसको आइपिओ चाहिँ फागुनको 30 गतेदेखि लिएर चैतको 3 गते भित्र यसको आइपिओ निष्कासन हुनेछ। डेट चाहिँ फिक्स भएको छैन, यदि डेट फिक्स हुन्छ भने अवश्य पनि
त्यसको बारेमा हामीहरू डिटेलमा नेक्स्ट भिडियोमा कुरा गर्नेछौँ। आई होप तपाईँलाई भिडियो मन परेको होला। भिडियो मन परेको छ भने भिडियोलाई लाइक गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने अवश्य पनि च्यानललाई सब्सक्राइब गरिदिनु होला। यदि फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने यदि तपाईँहरू पनि शेयर मार्केट रिलेटेड जानकारी पाउन चाहनुहुन्छ भने अवश्य पनि फलो गर्न नबिर्सनु होला। थ्याङ्क्स फर वाचिङ। जय नेपाल।